साथीहरूको जागिर चिनिराख्नु है अप्सरहरू यिनीहरू नै माछा काटेको कस्तो अहिले चाहिँ हामी डुल्न हिँडेको नाच्नु न हेर्नु बाटो बाटो यताबाट चाहिँ हाम्रो साथी आउँछ के छ साथी कस्तो मजा सुतेको है तिमी त आहा ल हामीले कुरेको मान्छे पनि आयो अब चाहिँ यसरी जिस्काउने बाटोमा हामीलाई अब सास परिसक्यो अब हामी चाहिँ जान्छौँ कहाँ जान्छौँ हामी ओए हेऱ्यौ भिडियो हेऱ्यौ लगेऱ्यौ कस्तो लाग्यो कस्तो लाग्यो तिमीलाई कस्तो राम्रो निकाल्दै थिएँ मैले त हेर्छौँ देखेको थिएँ ओ हेरेकै रहन्छ त्यहाँसित हेर र है हामी फेरि यो भ्लगमा त हामी 3 जना मात्र देखिने भयौँ कि सधैँ अरे फेरि भन्नु त यही दिन भाइरल भइन्छ कि के थाहा महेन्द्र केही भन न तिमी पनि हाम्रै पार्टनर हामी 3 जना है अब हामी सुरुदेखिको 3 जना बार्नु पर्छ कि ल हामी 3 जना है फर्स्टबाट हामी पार्टनर है ल सबजना मिलेर अगाडि बढौँ है हामी अब ल है हामी चाहिँ अब कहाँ जानु लाग्यो अरे अहिले हामी यस्तै घुमिरहेको कहाँ जाने हो थाहा राम्रो ठाउँमा जान्छौँ जसरी जहाँ घुमे पनि होइन अनि हजुरहरूलाई देखाउँछौँ है हेर्दै गर्नु होला हर्को सम्पङ नि हो कि हाम्रोतिर त झन् पुरा विकास भइसक्यो है पुरा खाल्डो खन्नै पर्दैन हाम्रो पश्चिमतिर क्या त खाल्डो पुरा खाल्डोको विकास भइसक्यो यतातिर यस्तो कालो हुन्छ हाम्रोतिर पुरा सेतो हुन्छ त्यस्तो विकास भयो होइन तर मतलब हुन्छ नि यता पूर्वतिर त झन् लास्ट विकास भएर रहेछ कि हाम्रोतिर भन्दा त विकास चाहिँ अब 1-2 वर्ष त्यो जुन हाइवेहरू बन्दैछ नि यो एसएन हाइवेहरू उतापट्टि हाम्रो त्यो बुटलको उतापट्टिको रोडहरू राम्रोसँग बनायो भने त्यसो त सुक्खै छ सुकै त हाम्रो गाउँको मान्छेहरूले नि हेर्नु पर्यो हाम्रोतिर नि कालो पत्रे बाटो जानु पर्यो म घर नगई बस्नु पर्यो 1 महिनाको बिताउनु भने भाडा अनि हामी घर पुगिसक्थ्यौँ सब साथीहरू घर गयौँ हामी मात्र यहाँ यसरी अरूको विकास हेरेर बस्यौँ तपाईँहरू नि हेर्नु पर्यो लास्टै विकतै म त झन् धेरै मेरो गाउँको मान्छेहरूले नि हेर्नु पर्यो मेरो भिडियो सबजनाले हेरेर के हो यो अरे लास्टै मन पर्दैन क्या अनि अरूको घरमा हेर यस्तो ठुल्ठुलो कुकुरहरू यस्तो कुकुरहरू छैन अनि त्यो बेला चाहिँ कन्सेप्ट के भन्दाखेरि कुकुरलाई चाहिँ खान्थ्यो भने आउँछ होला टाइपका अनि हाम्रो घरबाट जान चाहिँ 3 घन्टा लाग्छ तल बैजात अनि त्यहाँ गएको बेला चाहिँ एउटा कुकुरलाई बिस्कुट खुवायो गरी दिनभरि घुमायो डुलाइयो होइन बेलुका त्यो कुकुर आउन नि आयो क्या घरसम्म आएर अनि 2 दिन बस्यो ल अब यही हो मेरो कुकुर टाइप पुरै 2 दिन पछाडि त छैन गायब कहाँ गयो कुकुर बस्दैन रहेछ नि त भन्ने कुरा थाहा भएन क्या त्यो बेला पछि अनि एउटा सानो यत्रो बच्चा ल्याएर पालेको त्यो कुकुर चाहिँ बाघले खायो ठुलो भइसक्यो कस्तो लोयल दामी छ यार हामी गाडी चढ्ने बेला जहाँसम्म गाडी पुग्यो त्यहाँसम्म दौडिन्छ क्या कुकुर र बिरालोलाई यो गफ चाहिँ असमतिरको गफ है साथीहरू अरे साथीहरूको जागिर लिची चाहिँ कहाँ लिची मनी गएन ल्याएको चाहिँ खायो होला ल्याएको मैले नि ल्याएको चाहिँ खाएको हो त्यो गएको चाहिँ होइन यहाँनिर एक दिन चाहिँ आशिषको रुम आउँदा यहाँनिर चाहिँ चुडेको चाहिँ केटाहरूले याद छ म सँगै थियो तर मोटी गइन हामी यहाँ प्रोजेक्ट गरेको आशिषको अब त्यहाँ यहाँबाट घुम्दै यिनीहरूलाई चाहिँ अब अहिलेदेखि चिनिराख्नु है अप्सरहरू यिनीहरू नै हामी चाहिँ होइन हामीलाई चाहिँ नगर्नु होला यिनीहरू सुराकी लगाइदिन्छ हामी हो बरु यस्तो खबर गर्नु होला कतै केही भयो भने हामी भनिदिन सक्छौँ तिनीहरू मलाई घर पुऱ्याइदिएर अनि आप्चोर्न जान्थ्यो क्या त्यही हो त्यो झापाली भइहाल्यो नि यहाँ चाहिँ मकै
बाहिरतिर विदेशतिर प्लान इरिगेसन सेक्सन अब यो खोलाले यताउता असर पारेन नि त रोड पनि बन्यो हेर यता जाउँ न बरु खोलै खोल ल ल हामी चाहिँ अब खोलातिर चौतारी र बिराई भिर यो खोलामा पानी धेरै हुनुपर्ने तर उता माथि मिक्लाजुङतिर असिना पानी पर्यो अनि पानी त आएको छैन ए कता हिजो उता तिनचुरेतिर त पुरै सेतै असिना रहेछ त हिउँनै पर्यो त्यस्तो असिना मिक्लाजुङ पनि पर्यो भने आज बिहान भिडियो देखाएको थिएँ कि मैले तर त्यसरी असिना परेर पानी परेर त आउनु पर्ने तिनचुरेमा गुराँस फुलेर काममा पाएपछि जे पनि पानी हेर्दा त माछा काटेको कस्तो त्यस्तो नि हुन्छ कसले काट्छ हौ त्यसरी राति काट्न सकिँदो क्या यसो सानसानो खोलामा गएर टर्चले होइन ठ्याक्कै टर्चले यसो लगायो भने उसमा के भन्छ पानीमा अनि त्यहाँ छ नि त त्यहाँको त्यो हल्लिँदैन क्या त्यो पानी लाग्न सक्छ अनि गएर च्याट्टै काट्ने यति मारेको थियो हामीले अस्ति नै अङ्किताहरू आइदियो सिकाउमै साथी म त पुरा आज त आइदिएको भिडियो आँप चोर्ने माछा काट्ने भिडियो हेर्ने चाहिँ फाइदा लिन सक्छ है आजको भिडियो हेर्ने चरा मार्ने हो अनि बाँसको रुखमा चढेर माथिबाट झरेको छ समातेर हात छोड्यो भने त झन् मजा आउँछ ड्याङ्गै भुइँमा पत्तो बाँस भाँचिन्छ कहिले त वेट फोनबाट राम्रो आउँछ भनेर है ल साथीहरू माछा मार्न हिँड्यो होइन राम्रोसँग जाऊ ल म त आउँदिनँ अलि ठुल्ठुलो माछा मार है ल म गिर्केँ अब वही ठुलै रहेछ है खोला त महेन्द्र बाबु यता हेर त एकचोटि यता हेर्नु त ल हेरिदिउँ न फोटोग्राफी तल डुब्नु अरे कि भिडियोग्राफी त हेर्दैन भिडियोग्राफी नहेर्नु हेरिदिउँ साथीहरू ल दामी आयो नि त दामी आयो ल अब सूर्य एडिट गरेर राख्नुपर्छ ल ऊ यता त पानी चिसो छ फेरि वान्स बगाउन नि बेर छैन है ल यहाँ चाहिँ महेन्द्र चाहिँ स्वाट नाग्दै हो हेरौँ है ल है उहाँ हाम फाल्ने भन्दा नफाल्ने डराएर हैरान्छ ल है साथीहरू यतिको हिम्मत चाहिँ हुनुपर्छ पाए लु गयो यार वाह
तर लामै है यहाँ हेर्दा सानो देख्यो नि ओभरै लामो छ माने हजुरले नि ट्राई गर्ने हो कि ल ल ल ल मलाई त यतिकै जान नि डर लाग्छ खोला 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 ल पुलिस आएर क्या हामीलाई समात यस्तो राम्रो देखिरहेको हेर्दा तर खोलामा लास्टै रमाइलो हुन्छ यार ठुलो पानी हुनुपर्ने क्या नुहाउनु आउनुपर्छ बेलुका बेला पौडी खेल्ने यहाँबाट तल खोलासम्म सुन पक्लासम्म यस्तो माछा माछा गनायो त्यस्तो साह्रो त आएन नत्र त अर्कै गनाउँछ होइन माछा भएको त यो फोटो हिजो त्यतिबाट खिच्यो हो ल अब चाहिँ हामी फर्केको है अँध्यारो भइसक्यो यो साथीले त हेर्दैन नि फर्केको अब मितिनको आँखा तल्केको ओइ त्यो पोखरी भएको यतै हो र मितिनी पोखरी ए यही रहेछ त त्यो पोखरी हो यही पोखरी हो आज त चोर्ने मात्र कुरा गर्छन् त यिनीहरू त चोर्ने मार्ने हामी त खतरा ट्रेकिङै हिँडे जस्तो भयो त यस्तो पुलमा हिँडेछ अनि पुरा हिमाल चढे जस्तो चढेछ फेरि खोलामा नि खेलेछ है मिनी हाइकिङ भ्याइदिउँ है हामीले कस्तो लाग्यो हजुरलाई फलदाई बन्यो त यो हिँडाइ अलिअलि के गरिरहेको थियो अरे जादु गर्दैछ क्या एउटा टिचर आन्दोलनमा यस्तो पेन निकालेर होइन यस्तो यो शिक्षकको कलममा ताकत हुन्छ हेर्नुहोस् म देखाइदिन्छु भने चाहिँ कसलाई के चेन्ज गरिन्छ अस्ति इन्टरभ्यू अघि मैले त्यस्तो इन्टरभ्यू हेरेको खालि यस्तो गमलाको बट्टा जस्तोमा फुल रोपिदिन्छ क्या यत्तिकै शिक्षा कार्यान्वयन होस् भन्ने लाएर के कुरामा हो आन्दोलन गरेको तर यसरी लाइट फुटाएर आन्दोलन गर्नुभन्दा त त्यसरी सुतेर आन्दोलन गर्नै ठिक छ पनि मस्त लाएर अनि सफा गर्दैछ बालेनले पोस्ट हालेको थियो नि अनि तिनीहरूले शिक्षकहरू भन्दै हालेको पोहोर साल त अनि तिनीहरू रुखसुख भाँचेर के गरेर अनि जरिवाना तिरेको थियो नि त अनि त्यही भएर ल साथीहरू हामी चाहिँ घुमेर भए पनि एन्ड गरिदिउँ होला हौ ल साथीहरू हामी चाहिँ अब हाम्रो आजको कार्यक्रम सकियो शुभरात्रि के गुड नाइट अरू शेयर सब्स्क्राइब भन न शेयर सब्स्क्राइब ट्याप्प ट्याप्प गरिदिनु होला नाकैमा हामीले राम्रो रमाइलो भिडियोहरू यसो सब्स्क्राइब लाइक्स भ्युज धेरै आयो भने हामीले पैसा कमाउँछौँ पैसा कमायो भने हामी दिनदिनै मोमो खान्छौँ राम्रो कन्टेन्ट ल्याउँछु होइन कन्टेन्ट भनेको त्यही त हो नि कसरी मोमो खाने कसरी मोमो बनाउने लाइक ट्याप्प सब्स्क्राइब आउनु पर्यो यतिको 3 जनाले मागेसी भिखै मागेसी त माया गरेर नि दिनु पर्यो साथीहरू ल त्यही हो ल अब छुट्टी होला बाई बाई गुड नाइट ल बाई बाई